लोड गरेर हाम्रो बोराहरूलाई त्यसले गर्दा पुरै गयो छ त एकैछिन मेरो पालोमा खुल्यो नि त अहिले त्यति क्लियर देखेन छैन सर बबाल क्लियर देखिरहेको पुरै तपाईँ गोरा अहिले हामी यो मुगु जिल्लाको सोरुकोट गाउँपालिकाको सोरुकोट भन्ने ठाउँमा छौँ। यो माघ महिनाको पहिलो साता पश्चात यहाँ हिउँ झरेको छ र पहिलो हिउँ नै 2 फुटको चाहिँ परेको छ र सम्भावना यो मौसम पूर्व अनुमान अनुसार चाहिँ अझै हिउँ थपिने रहिरहेको छ र यसै क्रममा चाहिँ के छ त अब हामी तलको मान्छे होइन यसो हिउँ खेलिहालौँ भनेर झरेको यति धेरै इन्जोय गरियो होइन तर सायद यदि तपाईँहरू पनि यो ठाउँमा हुनुहुन्थ्यो भने पक्कै पनि तपाईँहरू दिल खोलेर मजाले इन्जोय गर्न सक्नुहुन्थ्यो होइन। यो कस्तो हुँदो रहेछ भने यो नेचर यो हिउँ परिसके पश्चात पनि यो हिउँ चाहिँ पानी जस्तै नपक्लिने के अनि हामी यो हिउँमा लडीबडी पनि गऱ्यौँ सर पनि मजाले हिउँ समातेर खेलिरहनु भएको छ तर यति आनन्द आउने के त्यो हिउँको के हुने रहेछ भने पहिला झर्ने बेलामा एकदम हलुका कपास जस्तै हुने होइन अनि बिस्तारै बिस्तारै हिउँ थपिँदै एकदम त्यो गह्रौँ हुने अनि अहिले चाहिँ जस्तै यो त अब यहाँ हिमाली भेगमा पाउने चाहिँ सल्लाह चुच्चो परेको छ नि त जसको कारणले चाहिँ हिउँहरू त्यति रुखमा त छैन होइन तर पनि तपाईँहरूले अनुमान पनि गर्न सक्नुहुन्छ कि यहाँ यति बाक्लो छ होइन सर कसरी हिँडेर जानुपर्छ तपाईँ यो पाइलाहरू पनि देख्न सक्नुहुन्छ होइन यो पाइलाबाट नै तपाईँहरूले अनुमान गर्नुहोस् कि सायद तपाईँहरू यो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो म त 2-3 पटक डाइभ पनि हाने होइन कति आनन्द आउने कि कति खेल्ने होइन जति खेले पनि मनै नअगाउने के गर्नु पहिला त हामी फिल्ममा स्विजरल्यान्ड होइन उता के देख्ने हिउँ परेको होइन तर आफ्नै नेपालमा हेर्नु न प्रकृति कस्तो सौन्दर्य छ मनमोहक छ होइन जसको कारणले हामी फरक ठाउँमा आएको छौँ होइन ल हेर्नुहोस् है भर्खरै बिस्तारै सूर्यको किरणहरू झुल्केको छ अनि तुवालो पनि लागेको छ होइन ल हाम्रो सर त एक्साइटेड भएर जानु है ल ओके केही छैन तर यो हिउँमा यसरी चाहिँ सधैँ चाहिँ खेल्न पाउँदैन नि त यो त बेला मौकाले मान्छेहरू उहाँ कहाँ पुग्छ त्यो उसको लागि विकेन्डको लागि भ्याकेसनको लागि हाम्रो त घरमै आँगनमै भ्याकेसन भइरहेछ यस्तो इन्जोय भ्याकेसन भइरहेछ कि होइन यसको लागि त त्यो कुनै पनि त्यो भ्यालुसँग त्यो तुलना गर्नको लागि त्यस्तो त्यो उस नै भएन कि बेस नै छैन कि हेर्नु न ल ओहो पुरै सेटअपमा छ कि पुरै सेटअपमा छ ऊ सर त अब के गर्ने दौडाइ हुनुहुन्छ अब गीत गाउन जान्ने भयो त मजाले गीत गाएर होइन चट्ट यहाँ बसेर मजा हुन्थ्यो नि त ल अब तपाईँहरू हेर्नु न यहाँ ल अब तपाईँहरू आफै कमेन्ट गर्नु होला होइन भन्नु होला होइन यदि तपाईँहरू यो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो यति धेरै इन्जोय सरले यहाँ फिल गरिसक्नु भयो है आनन्द के यति धेरै हिँड्नु भएको छ है तर तपाईँहरूलाई लाग्यो होला कि सर त्यहाँ हिउँमा हिँडेर भिज्नु भएको छ तर केही पनि हुन्न अब यो हिउँ हातमा राख्यो भने त आफै हराइजान्छ ल हेर्नु त यहाँ केही छैन है पुरा सुक्खा लाग्छ ओके ल एकदम राम्रो किनभने अहिले भर्खरै तुवालो आइरहेको थियो घाम लाग्यो है ल हेर्नु है अब तपाईँले एकदम क्लियर देख्नुहुन्छ अब ओ माई गड ल लाइफमा धेरै कुराहरू
पाउन भाग्यमा पनि हुनुपर्ने रहेछ के। फेरि भाग्यमा छ भन्दैमा म अब जान्छु विदेश भनेर विदेश यतिको लागि जान कुरा भएन होइन। त्यही पनि भएको कुरालाई सही सदुपयोग गर्न सक्यो भने पनि त्यो जस्तो राम्रो कुरा केही पनि होइन। सर तपाईँलाई कस्तो अनुभव भइरहेछ अहिले? एकदमै राम्रो हो अनि के छ अनि हिजो बेलुका त सुत्नुभयो बिहान हिउँ देख्नुभयो कस्तो लाग्यो त्यो? मैले हिजो 10 बजेदेखि नै हिउँ परिरहेको थाहा पाइरहेको थिएँ। 11 बजीसम्म हेरेँ मैले। ए ओके ओके बिहान त्यही त यो पहिला जस्तो चाहिँ लाग्थ्यो हो मलाई। सेम जुन सरले कुरा सेयर गर्नुभयो नि सेम त्यही भयो। हिजो केही थिएन, हिजो यस्तो मजाले घाम लाग्ने आकाश खुल्ने भइरहेको थियो। तर चाहिँ बिहान हेर्दा त पुरै अर्को संसारमा क्या त्यो एउटा जादुको छडी टक्क घुमाएर ट्याक्क हाने झैँ गरेर होइन मजाले बिहान उठ्ने बित्तिकै यस्तो राम्रो सिन देख्न पाइएको छ होइन। सायद तपाईँ पनि कुनै काल कालान्तरमा चाहिँ यदि भावी समयमा चाहिँ कुनै मौकाले जुरेर त्यस्तो यो मङ्सिर पुष माघको समयमा चाहिँ यदि आउनुभयो भने पक्कै पनि तपाईँले मजाले इन्जोय गर्न सक्नुहुन्छ हौ। यहाँ त जति लडे पनि लडेपुडी गरे पनि केही टेन्सन नै छैन किनभने 2 फुटभन्दा बढीको हिउँ नै छ अनि त्यो हिउँमा लडेर के हुन्छ। ओके तपाईँहरूले पक्कै पनि यो भिडियो हेरेर इन्जोय गर्नुभएको होला। जे होस् सबै सपोर्ट गर्नु होला है। ओके बाई बाई हेभ अ नाइस डे। भयो सर आयो होला है अरू बब्बाल सिन देखेर नि। यो ठाउँमा त धेरै ग्रुप आएर मजाले इन्जोय गर्न सक्छ कि है सम्म